मुकेश भाइ, हजुर दाइ। हाम्रो सुन त शेफ सर अनि कुक सर अनि बारिस्ताहरू सबै टिमलाई बोलाउ त। मिलन सर, रोशन सर, तपाईँलाई यहाँ सरले बोलाइरहनु भएको छ। आउनु अरे। सर बोलाउनु भएको हो सर। अब के गर्नु पर्यो भने नि जति पनि हाम्रा ग्यास चुल्हा फर्निचर अब जति पनि यो आइटम एसी मेसिन सेसिन सबै छ नि, अब यो सबै बेचिदिनु पर्यो र तपाईँहरूलाई भोलिदेखि आराम आनन्द काम नगर्ने। मुकेश भाइ, त्यो मेसिन बन्द गर त। ल तिमी पनि अब तिम्रो पनि काम सकियो आजदेखि है। सर किन मिसिन बन्द गर्न लाउनु भएको? मैले के गल्ती गरेँ सर? मैले के काम बिगारेँ? बरु म काम सुधार्न चाहन्छु। के गल्ती गरेँ सर? मलाई कामबाट ननिकालिदिनु सर। हेत्तेरिका, तपाईँहरू सबैजना किन यति निराश भएको? तपाईँहरूलाई एकदम खुसीको कुरा छ। म एकछिनमा तपाईँहरूलाई बधाई दिन्छु। तपाईँहरू एकदम खुसी भएर मलाई धन्यवाद दिनुहुन्छ। एकछिन पख्नुहोस् त, नआत्तिनु। तपाईँहरू आत्तिनु पर्दैन, म छैन। आज के भन्छ सरलाई बिहानै सबै कामहरू एक्कासी बन्द गर्नु भनेर भनिरहेको छ। के गल्ती भयो हाम्रो? के गर्ने तिमीहरूले छैन केही गर्ने। तपाईँहरू धेरै चिन्ता नलिनु। एउटा खुसीको खबर छ। म अब तपाईँहरूको लागि मुख्यमन्त्रीज्यूलाई फोन गर्दैछु है त। हेलो मुख्यमन्त्रीज्यू, नमस्कार। म कटारीबाट बोलेको सुरेश भाइ। हजुर हजुर, एकदम आरामै छु। के छ हजुरलाई, कस्तो छ? ए अनि सुन्नु न मुख्यमन्त्रीज्यू, त्यो हाम्रो अहिले मध्य प्रदेशको गौरव आयोजना छ नि, हाम्रो चाहिँ जुन बेरोजगार उत्पादन प्रोजेक्ट गर्ने भन्ने हाम्रो सल्लाह थियो नि, त्यसमा चाहिँ मेरो पनि 5 जना चाहिँ मान्छे छन् है। मेरो 5 जना मान्छे छन्। हो हो हो, एकदम एकदम हजुर। ए ल, एकदम धेरै आभारी छु मुख्यमन्त्रीज्यू। हस् हस्, धेरै धेरै धन्यवाद हजुरलाई। एकदम निकै खुसीको कुरा दिनुभयो। हस् हस् हस्, हुन्छ हुन्छ, हस् मुख्यमन्त्री, हस्। तपाईँहरूलाई थाहा छ एउटा कुरा? के कुरा होला त? तपाईँहरू हाम्रो देशको सबैभन्दा उत्कृष्ट बेरोजगार हुन सफल हुनु भएको छ। ल बधाई छ तपाईँहरूलाई। ल खुसीको कुरा, ल बधाई छ है भाइ, ल बधाई छ। हस् ल ल। नमस्कार, म सुरेश न्यौपाने। आज हामीले बनाएको यो भिडियो सामग्री हिजो मध्य प्रदेश सरकारले बेरोजगारी भत्ता स्वरूप मासिक 2000 दिने भन्ने निर्णय गरिसकेपछि हामीले चाहिँ यो भिडियो मार्फत सन्देश के दिन खोजेको भन्दा, हे मेरो प्रभु, हे सरकार, हामीलाई कम्तीमा पनि त्यो 35 करोडले बरु मध्य प्रदेशका 35 जना युवा उद्यमी बनाउन प्रयास गरिदिनु। ती 35 जनाले बरु रोजगारीका अवसरहरू सिर्जना गरून्। हामी युवा राज्यबाट बेरोजगारी भत्ता होइन कि राज्यलाई चाहिँ कर तिर्न चाहन्छौँ। धन्यवाद।